यार्सा गुम्बा खरिद बिक्रीको व्यवसाय गर्ने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर 7 दल्ली घर भई हाल काठमाडौँको ठमेल बस्ने 41 वर्षीय दिपेन्द्र सिंह रहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनेर कुराकानी गरी आफू पूर्व प्रहरी रहेको र हाल अमेरिकाबाट फर्केर यार्सा गुम्बा खरिद बिक्री गर्ने व्यवसाय गरिरहेको भन्दै झुट बोलेका थिए। सिंहले व्यवसायमा लगानी गर्दा राम्रो नाफा हुन्छ भनी झुक्काई प्रलोभन देखाई पटक पटक गरी 36,02,166 रुपियाँ रकम पठाउन लगाई ठगी गरेका थिए। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीमाथि विभिन्न कसुरमा ठगी गरेको आरोपमा 3 ठाउँमा मुद्दा रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा 30 लाख रकम बराबरको बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा भर्ती गराइदिने भनी 10 लाख रकम बराबरको ठगी मुद्दा रहेको एसपी अङ्गुर जीसीले जानकारी दिएका हुन्। त्यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरमा नेपाली सेनामा भर्ती गराइदिने भनी 4 लाख रकम बराबरको ठगी मुद्दा रहेको उनले बताएका हुन्। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।